हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सन्ताका मगर अनि आफ्टर लङ टाइम पछि भिडियो ल्याइसकेको छु साथीहरू। आज चाहिँ स्पेसल दिन, हामी नेपालीहरूको न्यू इयर। सबैजनालाई न्यू इयरको धेरै धेरै शुभकामना। अनि 81 सालमा चाहिँ जस्तो सबैजनालाई यति जस्तो भए पनि 82 सालमा चाहिँ सबैजनाको राम्रो होस् भन्दै प्रार्थना गर्छु। अनि आज साथीहरू हामी चाहिँ मन्दिर जानको लागि भनेर रेडी भइसक्यौँ। अनि यहाँ कान्छी बहिनी आइसकेको छ। मन्दिर चाहिँ हामी फ्यामिली बहिनी र अनि हामी मेरो बुढा बाबु म जाँदैछौँ। अनि आज चाहिँ हामी त्यो मन्दिर गएर आइसकेर पनि साथीहरू हामी चाहिँ उता घुम्न जाने छ नि त। हाम्रो ग्रुपहरू छौँ नि त, हजुरहरूलाई थाहा छ। अनि त्यो ग्रुपमा चाहिँ जाँदैछौँ, रमाइलो गर्दैछौँ। अनि आज हामी कता जान्छौँ के गर्छौँ हेर्दै जानु होला। अनि पोहोर पनि मैले यो भिडियो स्टार्ट वैशाख 1 गतेबाट नै गरेको हो, तर बिचमा चाहिँ ग्याप भयो अनि के भयो त्यस्तै भयो साथीहरू। आज त्यही भएर अनि आज पनि गरौँ न त, न्यू इयरको दिन आज ब्लग गरौँ भनेर मैले भिडियो स्टार्ट गरिसकेको छु साथीहरू। अनि अब चाहिँ हामी मन्दिरतिर लाग्छौँ। आजको दिन हाम्रो के हुन्छ सबैजनाले हेरिदिनु होला। स्टे ट्युन गाइस। साथीहरू हामी चाहिँ मन्दिर हिँडे, मेरो आवाज सानो आउँछ त्यही भएर चिच्चाछु, तर सबैजनाले हेर्नुपर्छ मलाई। जाडो पनि भन्छ। हामी चाहिँ एउटा स्कुटीमा 4 जना छौँ साथीहरू, यहाँ 2 जना अगाडि। हामी यता ट्राफिक नियमको पालना गरेनौँ, गर्दैन चेकिङ होला है साथीहरू। हामी चाहिँ अब मन्दिर पुग्नमै छ ल साथीहरू। हामी चाहिँ मन्दिर आइपुग्यौँ। अब हामी मन्दिरमा पूजा गर्नलाई रेडी छौँ। आज चाहिँ नयाँ वर्षको दिन भएर बेसरी नै भिड छ साथीहरू। पालो चाहिँ कतिखेर आउने हो आइसकेको। साथीहरू मन्दिर महाराज मन्दिरमा यति धेरै भिड छ आज नयाँ वर्षको दिन। सबैजना भक्तजनहरूलाई रक्षा गरिदिनुहोस्। म चाहिँ यता छु, एकदम धेरै भिड भएर। साथीहरू हामी चाहिँ पूजा गरेर नि हिँडिसक्यो, किनभने पूजा गर्दाखेरि भिडियो खिच्न चाहिँ सम्भवै थिएन, खुट्टा टेक्नु पनि थिएन। अब चाहिँ बल्ल अब चाहिँ घर गएर खाना खाएर अनि त्यसपछि फेरि आज अर्को प्लान छ हाम्रो चुहाडी बेस्ट। साथीहरू मेरो छोराको लागि चुहाडी बेस्ट होइन अरे, त्यही भएर कहाँ जाने अरे, अमलटाडी जाने अरे। ल साथीहरू सुन आइहाल्यो, सुन्नुहोस्। तर जित चाहिँ चुहाडीकै हुन्छ है साथी। हेलो साथीहरू, हामी चाहिँ यहाँ मन्दिर गएर आइसक्यौँ। मन्दिर गएर आएर खाना खाएर यो सबै मेकअपहरू टिकाहरू रिमुभ गरेर फेरि सिम्पल मेकअप गरिसक्यौँ साथीहरू। हामी चाहिँ यता चाहिँ कान्छी बहिनीको चाहिँ हालत खराब छ। यहाँ स्कुटीमा बस्न मिलेन वान्टिसलाई। म चाहिँ यो कपडामा किन भन्नुहुन्छ होला, फेरि म चाहिँ यो कपडा मेरो कपडा त्यहाँ साथीकोमा छ, सुस्ताकोमा छ। अनि त्यहाँ गएर बल्ल म चाहिँ चेन्ज गर्छु। मेकअप चाहिँ यही हो, सिम्पल छु। अनि यस्तो घाम छ, आजको दिन कस्तो अहिले त घाम लागिरहेको छ। अहिले कस्तो हुन्छ फेरि फिल्म हेर्नु मन छ छैन? हामीले हेर्यो भने के हेर्नु भएन उता घरमा घरको एकछिन रोको यार, मलाई त गाह्रो के गर्छ रोकेर एकचोटि उभिने रोकिदिनु के ल भयो। साथीहरू सबजना फायर भएन, ढिलो गऱ्यो भनेर हामी मन्दिर गएको प्याक थियो नि त, त्यही भएर ढिलो भयो। अब गएर फटाफट म लुगा लगाइहाल्छु। अब सबै रेडी भइसकेँ। अब चाहिँ हामी रेडी भएर हिँड्छौँ।
साथीहरू म चाहिँ यहाँ रेडी भइसकेँ साथीको घर आएर पनि सबैजना साथीहरू रिसाएको थियो त्यही भएर म चाहिँ भ्लग गराएन अब चाहिँ यहाँ हेलो ह्याप्पी न्यू इयर भेना ह्याप्पी न्यू इयर सबजना फायर हो न म चाहिँ यहाँ रेडी भइसकेँ अब चाहिँ मेरो आइज मेरो आजको ड्रेस कस्तो छ भनिदिनु होला दामी दामी ल हामी चाहिँ रेडी भइसक्यौँ हामी चाहिँ जानु लागेको साथीहरू अब रेडी भयौँ साथीहरू हामी चाहिँ जुवाडी जाँदैछौँ हाम्रो फेभरेट ठाउँ खालि जुवाडी किन जुवाडी मात्रै जान्छन् भन्नुहुन्छ भने हामी चाहिँ एकदम धेरै बच्चाहरू खेल्ने ठाउँ त्यहाँ फराकिलो छ खासै भिड पनि हुँदैन अनि त्यही भएर आनन्दको वातावरण छ त्यही भएर हामी चाहिँ जुवाडी खोला जाँदैछौँ अब अरू साथीहरू चाहिँ अटोमा गइसके अनि हामीहरू चाहिँ स्कुलमा पछाडि साथी आउँदैछ अनि यता पनि जाँदैछ हामी पनि जाँदैछौँ जहिले ढिलो हुन्छ 11 बजे जाने भनेको 2 नै बज्न थालिसक्यो यस्तो पाराले कहिले हुन्छ मेरो बुढा ड्राइभर हो नि होइन खलासी सबैजनाले आज न्यु इयरको दिन आज सबैजनाले हाँसी खेली रमाइलो गर्नु होला धेरै ड्रिङ्कहरू पनि नगर्नु होला गरे पनि कन्ट्रोल गर्नु होला राम्रोसँग आफ्नो फ्यामिलीहरू भएर साथीहरू भएर न्यु इयर मनाउनु होला अब हामीहरू पनि जाँदैछौँ हामी पनि रमाइलो गर्छौँ साथीहरू अनि के भन्न लाग्छ हेलो साथीहरू म चाहिँ यहाँ भ्लग गराउनलाई एकदम गएको छु किनभने त्यहाँ उतातिर कपिराइट लाग्छ भनेर गीत बजाइराखेछन् हामी आएको अघि नै हो तर आएदेखि नै के भन्छ अरे आएदेखि नै उ गरिराखन् के गीत बजाइरहेको नि अहिले पनि बजाइरहेको त्यही भएर ठुलो स्वरमा बोलेको यता आएर हामी आएको चाहिँ अघि नै अब चाहिँ खाना सुरु गर्न लागेको साथीहरू तर के गर्नु भिडियो खिच्ने वातावरणै छैन यति धेरै छौँ नि प्याक छौँ गीत बजाइरहेछ कपिराइट लाग्छ भनेर हेर्दै जानु होला आजको हाम्रो ब्लग के हुन्छ साथीहरू हाम्रो चाहिँ न्यु इयर स्पेसल यो चुकौनी यो चाहिँ मासु पोर्कको अनि यतापट्टि चाहिँ लेग पिस छ यता चाहिँ अनि हामी यति सबैजना यहाँ छौँ खाना रेडी भइरहेछौँ त साथीहरू हाम्रो खाजा चाहिँ हामी चाहिँ सबैजना भएर यसरी खाँदैछौँ साथीहरू न्यु इयर मनाउँदैछौँ हेलो ह्याप्पी न्यु इयर सबैजनालाई ह्याप्पी न्यु इयर म चाहिँ यता छु होइन हजुरलाई अहिले म कस्तो मिठो भयो यार कटौरा सानो भयो के किन पाउने त चुकन तिमीले गर्दा धेरै ल्याएको छिटो आज ल्याएको एकदम चुकनी भनेर पहिल्यैदेखि भनेको कि होइन म त उस बनाएको के आइसक्रिम विशेष यसपालि के अरे अचार गोर्खे अचार नगराएर कस्तो तानेका हुनु चुकुरम एकदम साथी भनेको एकदम के भन्छ
मिल्ने होइन क्या बुढाको उसमा एकदम के भन्छ त्यसलाई त्यो भनेको हाम्रो माया जस्तो हुनुपर्छ है बुढाले भनेको मान्ने बुढाले नखा भन्दैमा नखाइदिने साथीहरू हामीहरू चाहिँ घर आइसक्यौँ अब त्यहाँ चाहिँ एकदम आज भिडियो खिच्ने वातावरणै थिएन किनभने एकदम धेरै गीतहरू बजिरहेको थियो अनि कपिराइट लाग्छ भनेर अब धेरै भिडियोमा कपिराइट लगाइसकेको छ अनि त्यही भएर मैले चाहिँ कपिराइट आजको भिडियोमा चाहिँ सकेसम्म कपिराइट नलाग्ने भनेर मैले भिडियो चाहिँ कम गरेको धेरै गीतहरू बजेको भएर अनि हामी त्यहाँबाट खाना खायौँ एकछिन नाच्यौँ अनि नाचेपछि अनि फेरि के अरे नाचेर एकछिन गफ गऱ्यौँ होइन अनि फेरि एकदम गर्मी भएको थियो नि त अनि चुहाडी खोलामा त पौडी खेल्ने ठाउँ छ अनि त्यसमा चाहिँ पौडी खेलेर हामी सबैजना पौडी खेलेर अनि हामी चाहिँ घरतिर लाग्यौँ साथीहरू घरतिर आइसक्यौँ अब चाहिँ घर आएर पनि स्मरण गरिरहेछौँ अनि हजुरहरूलाई आजको भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि धेरै टाइमपछि भिडियो ल्याएको छु सबैजनाले मन पराइदिनु होला माया गरिदिनु होला भन्दै आजको भिडियो यही टुङ्ग्याउन चाहन्छु बाई बाई एभ्रिवान